हेलो नमस्ते, के छ हालखबर? म डाक्टर सत्यम। आज म चन्द्रगिरी हिल्सको बारेमा केही कुरा भन्न गइरहेको छु। यो एउटा राम्रो टुरिस्टिकल एडभेन्चरस मलाई लाग्यो जब म त्यहाँ गएँ। त्यहाँ धेरै रमणीय पहाडहरू, त्यो केबल कार अनि त्यो माथिको शिवजीको मन्दिरको बारेमा हेर्न सकिन्छ। यो केबल कार चढ्नको लागि राइड गर्नको लागि हामीहरूलाई कलङ्कीबाट 10 मिनटको कार या मोटरसाइकलले हामी त्यहाँ जान सक्छौँ, या आफ्नो मोटरसाइकल छ भने हामी त्यहाँ मजाले जान सक्छौँ। अनि त्यहाँ मोटरसाइकल र कार पार्किङ गर्नेको पनि राम्रो व्यवस्था छ अनि त्यसको शुल्क पनि लाग्दैन। त्यहाँ पुगेपछि हामीहरूलाई त्यहाँ टिकट काउन्टरमा पहिला जानुपर्छ। त्यहाँ टिकट काउन्टरको रेटहरू अनुसार सबै कुरा लेखेको छ। नेपाली सिटिजनहरूको लागि दुवै साइडको 825 रुपियाँ लाग्छ। त्यसपछि हामी टिकटको लिएपछि हामीहरू माथि जान्छौँ। त्यहाँ हामीहरूको टिकट चेकिङ हुन्छ। हामीले आफ्नो एउटा ब्याग लग्न सक्छौँ। त्यसपछि हामी टिकट चेकिङपछि हामी केबल कारमा बसेर हामी माथि चन्द्रगिरी हिल्समा जान्छौँ। त्यो केबल कार मिनिमम 20 देखि 30 मिनट हामी त्यहीमा बसेर माथि गइरहेको हुन्छौँ। त्यहाँबाट हेर्दा हामीहरूलाई पुरै काठमाडौँको नजर या भिजन धेरै राम्रो लागिरहेको हुन्छ। यो एउटा महत्त्वपूर्ण क्षण हो। मान्छेले कहिलेकाहीँ केही राम्रो ठाउँ घुम्नुपर्छ। त्यहाँ गएपछि हामीहरूलाई एउटा अर्कै आनन्द महसुस हुन्छ। त्यो हाम्रो डेलीको जीवन शैली भन्दा हल्का फरक अनुभूति प्रदान गर्छ त्यहाँ। त्यही भएर कुनै न कुनै दिन हामीहरूलाई एकचोटि चन्द्रगिरी हिल्स जस्तै यो यस्तो ठाउँमा जानु पर्दछ मलाई लाग्छ। म पर्सनली धेरै केही न केही कारणवश टाइम नभेटाएर घुम्न गइरहेको थिएन, लेकिन एक दिन टाइम निकालेर म चन्द्रगिरीमा गएको थिएँ। त्यो घुम्दाखेरि धेरै राम्रो अनुभूति हुन्छ कि नेपालमा पनि यस्तो ठाउँ रहेछ। अनि बिस्तारै हामी जब बिस्तारै माथि गइरहेको हुन्छौँ, त्यो एउटा अतुलनीय राम्रो लाग्छ हामीहरूलाई। अनि त्यसपछि यो ठाउँ एउटा माइन्ड रिल्याक्सिङ जस्तो अनुभूति हुन्छ। त्यही भएर एकचोटि म सबैजनालाई यहाँ जानको लागि प्रेरित गर्दछु। अनि हामी बिस्तारै अहिले माथि गइरहेको छौँ। जब हामी माथि जान्छौँ तब त्यहाँ एउटा केबल कार स्टेसन हुन्छ। त्यसपछि केबल कारको बिस्तारै स्पिड कम भइहाल्छ अनि हामी त्यहाँ झर्छौँ। झर्ने बित्तिकै हामीले त्यहाँको एउटा अर्कै नजारा हेर्न सक्छौँ। त्यो त्यति माथिको पहाडमा त्यहाँ जसरी मान्छे बनेको छ बस्ने ठाउँहरू, रिसोर्ट, त्यो एउटा अतुलनीय राम्रो ठाउँ हो। अनि माथि त्यसपछि अझै हामी हिँडेर माथि 10-15 मिनट जाँदा त्यहाँ माथि शिवजीको मन्दिर पनि छ। भलेश्वर महादेव भन्छ त्यो मन्दिरलाई। माथि जाँदा हामीहरूलाई धेरै राम्रो घुम्ने ठाउँहरू छ। त्यहाँ हामीले आकाशमा साइकल, त्यसपछि फ्री जम्पिङ, स्काई वाकिङ त्यस्तोहरू ठाउँहरू छ। त्यही भएर यो ठाउँ घुम्नको लागि उपयुक्त मलाई लाग्दछ। त्यहाँ तपाईँ हेर्न सक्नुहुन्छ। त्यति माथि मिनिमम मलाई लाग्छ त्यहाँबाट 6000 मिटर हामी ग्राउन्डबाट माथि छौँ। एक्ज्याक्टली त त्यो हेर्नुपर्छ होला। अरू धेरै राम्रो त्यहाँ ठाउँ छ। त्यहाँ बच्चाहरूको लागि अनि मेन फाइदा के हो, त्यहाँ 80 वर्षभन्दा माथिको बुढोहरू, हजुरबुवाहरू, हजुरआमाहरू फ्रीमा नि केबल कार चढेर माथि जान सक्नुहुन्छ। 3 फिटभन्दा कमको बच्चाहरूलाई
100% फ्री टिकट छ। अनि स्टुडेन्टहरूलाई पनि डिस्काउन्ट छ 25%। अनि एभभ 60 इयर्स यदि कोही सिटिजन छ भने त्यसलाई 25% डिस्काउन्ट छ। यही सबै हेरेर हामीहरू राम्ररी मजा लिएर हामी फेरि 3-4 घन्टा सबै हेरेर हामी फेरि केबल कारमा बसेर फेरि रिटर्न भइरहेको छौँ। यो एउटा जीवनको अत्यन्त स्मरणीय क्षणहरूमध्ये एउटाको क्षण थियो। धन्यवाद। आज यो मेरो तपाईँले बोली सुनेर भिडियो हेरिदिएकोमा म तपाईँहरूको आभारी छु। यस्तै हो, जीवनमा कहिलेकाहीँ केही नयाँ ठाउँ घुम्नु जरुरी मलाई लाग्दछ। यसैले त यो सबै दुनियाँमा योहरू बनाएको रहेछ। मान्छेहरू घरमा बसी बसी टाइम वेस्ट गर्नुभन्दा राम्रो केही नयाँ ठाउँ घुम्नु उपयुक्त मलाई लाग्दछ। त्योबाट केही न केही हाम्रो माइन्डमा पोजिटिभ चेन्ज आउँछ र यसले केही न केही सकारात्मक सोचको कारण हामीले आफ्नो जीवन अलि राम्रो दिशामा बिताउन सहयोग पुर्याउँछ। धन्यवाद। तपाईँको आफ्नो प्यारो डाक्टर सत्यम। Hope you have enjoyed and got some information regarding Chandragiri Hills and cable car. यो हामी माथिबाट तल आइरहेको दृश्य हो। तपाईँ हेर्न सक्नुहुन्छ कति मनोरञ्जक एडभेन्चरस लागिरहेको होला यो भिडियो हेरेर पनि। माथिबाट पुरै 20 देखि 30 मिनट केबल कारमा बसेर हामी तल आइरहेको छौँ। यस्तो पनि मानव जातिले डेभलपमेन्ट गरेको रहेछ यति राम्ररी। त्यो एउटा अनुभूतिको क्षण हो। यो हेर्दा हेर्दा हामीहरूलाई एउटा अर्कै राम्रो केही मेमोरी जस्तो लाग्छ। ल अब हामी तल पुगिसकेको छौँ। अब केबल कार बिस्तारै बिस्तारै स्पिड कम हुँदै जान्छ अनि ढोका खुल्छ। अनि त्यसपछि हामी बिस्तारै ढोका खुलिसकेपछि हामी बाहिर निस्किन्छौँ। निस्केर हामी त्यहाँ एउटा एक्जिट काउन्टरनिर गेट हुन्छ अनि हामी त्यही गेटबाट बाहिर आउँछौँ। धन्यवाद।